हेलो नमस्ते सबैजनालाई अनि आज मेरो च्यानलमा स्वागत छ तपाईहरुलाई। आजको रेसिपी चाहिँ के छ भन्दा चाहिँ आजको रेसिपी चाहिँ छ एकदम होममेड थुक्पा। एकदम घरेलु तरिकाले चाहिँ म चाहिँ घरमा कसरी बनाउँछु तपाईहरुलाई देखाउँछु। अनि थुक्पाको लागि चाहिँ के गर्छु भन्दा चाहिँ सबसे पहिला चाहिँ म आटामा चाहिँ सेतो आटा लिन्छु है। अन्त म चाहिँ मैदाहरु चाहिँ युज गर्दिन। अनि त्यो सेतो आटामा चाहिँ मजाले हल्का नुन हाल्छु। अन्त नुन हालेर चाहिँ त्यसलाई मजाले गुनिकिन राख्छु है। यसलाई मजाले गुनिकिन राख्नुपर्छ नरम। एक साइडमा राख्छु मजाले गुनेर हो। एकदम सजिलो छ साथीहरु। अनि यसलाई चाहिँ गुनिरहेको आटालाई चाहिँ 5-10 मिनेट राखेपछि चाहिँ यसलाई मजाले चाहिँ म बेल्छु। सबै पालो भिडियो गर्छ बेलेर चाहिँ राख्छु। मलाई चाहिँ घरमा चाहिँ यो थुक्पा बनाएको चाहिँ साह्रै मिठो लाग्छ। बिहान खाजामा कोही बेला हैन, कोही बेला अब डिनरमा पनि कोही बेला बनाएर खान्छु। यसमा भेज हाल्दा पनि हुन्छ, भेजहरु हाल्दा हैन, मासुहरु हालेर बनाउँदा पनि हुन्छ। तर म चाहिँ आज चाहिँ सादा तरिकाले बनाउँदैछु। केही पनि यसमा चाहिँ भेज नन भेज केही पनि नहालिकन चाहिँ एकदम सादा तरिकाले पनि तपाईहरुलाई बनाएर चाहिँ देखाउँछु। बनाएको छु आज चाहिँ। अनि यसलाई चाहिँ रोटीलाई चाहिँ म सबैलाई बेलिकिन चाहिँ एकैचोटी राख्छु है, सजिलो हुन्छ नि त। हेर्नुस् त साथीहरु, सबै मैले बेलिकिन राखेँ। मेरो चाहिँ 4टा भएको छ रोटी। अनि अब चाहिँ म ग्यासमा चाहिँ के गर्छु भने तावा राखेर चाहिँ त्यसमा चाहिँ म रोटी सेकाउँछु। रोटी सेकाएर चाहिँ हल्का यसलाई चाहिँ तताउनु पर्ने हुन्छ। अलिक कडा बेसी तताउनु पनि हुँदैन हो। अन्त हल्का तताएर चाहिँ यसलाई राख्छु। सबै एकैचोटी तताएर राख्छु। 4टै रोटी। 4टा रोटीमा पनि थुक्पा पुरा बेसी निस्किन्छ हो। 2-3 जनालाई त पुगी पनि हाल्छ। यस्तो थुक्पाहरु चाहिँ के भन्छ यो ठन्डा महिनामा हुन्छ नि, पानी परिरहेको बेलामा बाहिर जाडोको मौसममा चाहिँ एकदमै तातो खानु चाहिँ एकदमै मिठो हुन्छ। मिठो लाग्छ मलाई चाहिँ। अनि तपाईहरुलाई पनि कस्तो लाग्छ मैले बनाउँदै गरेको हेर्नुस् ल। कसले यसरी बनाएर खानुहुन्छ थुक्पा घरमा प्लिज कमेन्ट गरिदिनुस् होला। अघि बनाएको जुन चाहिँ रोटीहरु छ त्यसलाई चाहिँ म चाहिँ मजाले यसरी लामो काट्छु। ठुल्ठुलो पिस काट्दा पनि हुन्छ, मसिनो काट्दा पनि हुन्छ। अब आफूलाई कसरी मन पर्छ त्यसरी काट्दा पनि हुन्छ। म चाहिँ मसिनो काट्छु। सबै काटेर चाहिँ राख्छु यसलाई। सबै कुरा चाहिँ म एकैचोटी यसलाई चाहिँ मसिनो काटेर चाहिँ राख्छु साथीहरु। एकदम टेस्टी हुन्छ। प्लिज मन परेमा चाहिँ कमेन्ट गरिदिनुहोस् कस्तो लाग्यो तपाईहरुलाई मेरो भिडियो। साथीहरु अब चाहिँ सबै थुक्पा रेडी भइसक्यो मेरो है। अब चाहिँ कराईमा चाहिँ म मजाले सरसोका भन्नु कि मस्टर्ड ओइल चाहिँ हाल्छु। मस्टर्ड ओइल हालेपछि त्यसमा चाहिँ म ज्वानो पड्काउँछु है। अब ज्वानो पड्कायो भने चाहिँ अलिक बेसी फ्लेभर हुन्छ नि त। अन्त त्यसरी म पड्काउँछु। अनि खोर्सानी पनि पड्काइदिन्छु। अनि त्यसपछि प्याज हाल्छु हो। यसलाई चाहिँ मजाले रातो हुनेसम्म चाहिँ मजाले भुट्छु। अनि त्यसमा चाहिँ लसुन अदुवाको पेस्ट, अन्त अघि अलिकति सानो प्याज चाहिँ मैले पेस्ट पनि बनाएको थिएँ। अनि त्यो पेस्ट बनाएको पनि सँगै हालेर त्यसलाई मजाले रातो हुनेसम्म चाहिँ भुट्छु। अनि अघि पिसेको जिरा धनिया पनि हाल्छु यसमा। अनि नुन पनि हाल्छु। अनि टमेटो पेस्ट पनि हाल्छु साथीहरु।
मजाले यसलाई चाहिँ भुट्नुपर्ने हुन्छ। मजाले भुट्नु जब तक यसको तेल निस्किँदैन तब तक यसलाई मजाले भुट्नुपर्छ। पानी चाहिँ अहिले हाल्दिनँ, भइसक्यो रेडी हो साथीहरू। अन्त मेरो चाहिँ मैले अलिकति भिजाएको पनि काबुली चाना पनि थियो, अन्त त्यो पनि त्यसमा हाल्दै, अब हाले पनि हुन्छ नहाले पनि हुन्छ, त्यो पनि थियो नि त अलिकति उब्रेको, अनि त्यो पनि हालिदिन्छु भनेर चाहिँ मैले हालिदिएँ साथीहरू। तपाईँहरूकोमा चानाहरू छ भने हाल्नु मन पऱ्यो भने हाल्नु सक्नुहुन्छ। अन्त त्यसलाई हल्का उयो गरेर चाहिँ मैले पानी हाल्दै, अब तपाईँहरूले कतिको झोल खानुहुन्छ है त्यो अनुसार झोल हाल्नुहोस्। यसलाई मजाले उम्लिनु दिनु साथीहरू हो। अन्त उम्लिनु दिएपछि चाहिँ यसलाई त्यो पछाडि अघि काटेको राखेको जुन चाहिँ थुक्पा छ त्यो चाहिँ मजाले हालिदिन्छु। यसमा त के बाहिरको चिज मैले युजै गरेको छु साथीहरू, सबै घरेलु चिजहरू हालेर बाहिरको मसलाहरू के हाल्नु पर्दैन। एकदम होममेड तपाईँको थुक्पा चाहिँ रेडी भयो। एकदम टेस्टी भयो साथीहरू, हेर्नुहोस् त। अनि मेरो हस्बेन्डको लागि चाहिँ थुक्पा तातो तातो खाजामा चाहिँ म हालिदिँदैछु। साथीहरू मेरो रेसिपी कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनुहोस् है। मन परेमा लाइक चाहिँ गरिदिनुहोस्, मन पऱ्यो भने मात्रै गरिदिनुहोस्, अनि कमेन्ट पनि गरिदिनुहोस् है मन पऱ्यो भने। तपाईँहरूलाई अझै रेसिपीहरू मेरो हेर्नु चाहनुहुन्छ भने चाहिँ सब्सक्राइब पनि गरिदिनुहोस्। अनि यसमा चाहिँ तपाईँहरूले धनियाँ प्याज चाहिँ आफ्नो इच्छाअनुसार हाल्नु सक्नुहुन्छ। म चाहिँ प्याज हालिदिन्छु, अनि पुदिना गार्निसको लागि चाहिँ पुदिना हालेर चाहिँ सर्भ गर्छु। मेरो हस्बेन्डको लागि रेडी भयो खाजा। थ्याङ्क यू एभ्रिवान फर वाचिङ माई भिडियो।